नमस्कार सबैजनालाई। सदा झैँ आज पनि म उपस्थित भइसकेको छु र यो मेरो युट्युब च्यानलमा नयाँ आउनुभएको छ भने कृपया लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोला। अन्तिमसम्म सुनेर साथ दिनुहोला र मेरो सुझावहरू, सल्लाहहरू कस्तो लाग्छ प्रतिक्रिया दिन पनि नबिर्सनुहोला भन्दै म आजको विषयतर्फ जान्छु। हामीले यो समाजमा समृद्ध समाजको लागि भनेर सरकारी संयन्त्रहरू विगत 8-10 वर्ष यता बाटो खन्ने, बिजुलीको पोल गाड्ने र पानीको धारा खसाल्ने मात्र काममा लागि परेको देखिन्छ र यो सम्भवतः लगभग अब सकिसकेको पनि छ जस्तो लाग्छ मलाई। र यति कुराले मात्र हाम्रो समाज समृद्ध बन्दैन। यो समृद्ध बन्ने कुराको जसले चाहिँ यतिको तीन चिजमा मात्रै समृद्ध बन्छ भनेर परिकल्पना गर्छ भने त्यो भ्रम हो। बन्ने भएको भएदेखि आज 8-10 वर्ष भइसके राज्य संयन्त्र बाटो, बिजुली र खानेपानीमा लागेको किन हुँदैन? समृद्ध किन हुँदैन? समृद्ध भयो भने देखि पनि यदि भयो कसैले भन्छ भने पनि यसरी चाहिँ विदेश पलायन किन हुन्छ आम नागरिक, होइन? अनि हाम्रो चाहिँ यो कृषिमा आधारित देश हो। कृषिमा चाहिँ राज्यको ध्यान गएको देखिँदैन हेर्नुहोस्, होइन? त्यसमा ध्यान जानु पर्छ नि, पर्ने होइन र? तसर्थ चाहिँ कृषिमा जस्तो कि अब बिजनहरूको नयाँ बिजनहरूको उत्पादन, होइन? अनि मलहरू, जैविक मलहरू प्रयोग गर्न सकिने यावत कुराहरू चाहिँ सिकाउन सकिन्छ। त्यो सिकाइरहेको अवस्था देखिँदैन। अनि आएर समाजमा बस्नको लागि शिक्षा सँगसँगै शिक्षाको आवश्यकता हुन्छ। हामीले विषयगत शिक्षा मात्र पढेर हुँदैन, जानेर हुँदैन। हामीले नैतिकताको पाठ पनि सिक्नुपर्ने आवश्यकता छ। त्यो पनि राज्यका संयन्त्रहरूले चाहिँ समाजमा बाटो देखाउने र सिकाउने काम गर्न आवश्यक देखिन्छ र त्यो गर्नुपर्छ। त्यस्तै गरेर समाजमा विभिन्न खालका घटनाहरू घट्ने गर्छन्। त्यसको लागि